यो छ नि हो त्योदेखि मासेर यता हातको त्यस्तो भएको छ यो पनि मैले ग्लोभ्स लाएँ हो ग्लोभ्स लाग्यो ग्लोभ्स फोरेछ क्या त्यही हो क्या यस्तो हातको अब म हो त मान्छे त्यो पनि यसरी हिँड्नुपर्छ पानी परेको कस्तो भएछ वा हेर्नु उ त कस्तो दामी दिएको हेलो नमस्ते एभ्रिवन वेलकम ब्याक टु माई युट्युब च्यानल फर्स्ट अफ अल भन्दा इङ्ग्लिस बोल्न जान्दिनँ कि फेरि यस्तो छ हजुर सबैजना ह्याप्पी दसैँ दसैँको धेरै धेरै सुबी भन्नु लाग्छु शुभकामना अनि म चाहिँ गाउँतिर छु नि त अनि गाउँमा छु अनि हामी चाहिँ घाँस काट्न जान लाग्यो क्या बहिनी र म अनि अहिले आज हल्का पानी परिरहेको थियो कि अनि देख्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो आँप हो क्या कस्तो पहिला सानो थियो है अहिले यति ठुलो भइसकेको छ आँपहरू होइन अनि यो चाहिँ हाम्रो करेसाबारी हाम्रो घर चाहिँ माथि छ है फेरि हामी चाहिँ फेरि तल झऱ्यौँ हाम्रो करेसाबारी यहाँ हाम्रो पहिले गोठ थियो नि साथीहरू के थाहा छ होला है अनि यतातिर हाम्रो हेर्नु कस्तो हरियाली छ कि बाबा वाउ यहाँहरू हाम्रो तर अहिले गाउँतिर मान्छे पनि छैन नि त यस्तो हुन्छ हेर्नु भाइ यहाँ पहिले पुरै बाटो खाली हुन्थ्यो अहिले सिस्नु है यस्तो भइसकेको छ अनि चाहिँ तलतिर लाग्यो बुढी आइज ल म तलतिर हुन्छु भिडियो बनाउँदै गर्छु ल बुनु अनि हेर्नु हिजो पानी परेको कस्तो भएछ वा हेर्नु उ त कस्तो दामी दिएको म धेरै पछि गाउँ के हरियाली छ क्या जताततै बाटोहरू है हाम्रो गोठ चाहिँ हाम्रो घर नजिक छैन नि त हाम्रो गोठ चाहिँ तल छ नि त अनि लाग्यो यो चाहिँ भर्नसहरू बिचरा बाटो चाहिँ यस्तो छ क्या अनि अब म हो त मान्छे त्यो पनि यसरी हिँड्नुपर्छ हाम्रोहरूलाई यिनीहरू चाहिँ यो सुन्तलाहरू योपालि चाहिँ हाम्रो पहिलो भएछ हौ सुन्तलाहरू के भाउ सुन्तलाहरू यहाँ लसुनहरू प्यारेसहरू मैले केराहरू यो चाहिँ इस्कुस होला यो माथिको त्यहाँ बोटहरू चाहिँ इस्कुसको बोट हो अनि इस्कुसको बोट सुन्तला कस्तो के पुरै बिग्रेछ कि हाम्रो सुन्तलाहरू यहाँ पुरै बिग्रेछ यो सुन्तलाको बोट नि यस्तो भएछ पोहोर त कस्तो दामी थियो क्या फोटोमा देखेकै पोहोर नि फेरि म पोहोर त आएको थिएन बुनु यहाँ इस्कुस फलेको है म गाउन आएको म ठ्याक्क गाउन आएको 3.5 वर्ष भएको थियो होला सायद हुन लाग्थ्यो थियो होला कि म चाहिँ गोठ आएँ हाम्रो गोठ चाहिँ के हाम्रो गोठ फेरि हाम्रो मुनि हाई मुनि ल है त गाइसहरू अब म होइन उ गर्छु डोकोहरू रेडी गरेँ होइन घाँस नि लगाइदिएँ भैँसीलाई बुने हौ सुहाइदेन यसलाई यो डोको लिनु बोलाएको आउँदैन बाबा हेर न बाबा हाम्रो आपाको लाएर लुगा टी सर्ट चाहिँ होइन सर्ट चाहिँ हल्दारे कट्टु लाएर यसलाई डोको रेडी गरिदिएको कति छ कि साइडमा लु बोक नलाउँदा नि हुन्छ अहिले नलाउँदा नि हुन्छ लुगा हेर हाम्रो फेरि डोको चाहिँ कत्रो रहेछ कि हाम्रो बाबा र मम्मीले बोक्ने डोको त हो हेर्न बाबा अहिलेको हाम्रो गोठालो कता जाने हो ओह्रालो जाऊँ न आज तल के तल जाने म त निस्किने झ्याउ लाग्छ बाबा ए अहिले यो टी सर्ट पाउनु पर्यो फुलहरू हेर्नु सुन्तला यो बेला बियो साल बिग्रेछ क्या खोर्सानीहरू है सुन्तला त अनि अमराको दाना जस्तै छ त नि के भर्खर फल्ने यता भइसक्नु पर्ने अहिले सुन्तलाहरू के भयो यो साल हाम्रो सुन्तलाहरू उयो कोदो त जाम लडाएछ त हेर्न हिजो त्यस्तो थियो नि पानी परेर अनि कस्तो केले हो र हौ हिजो पानी पऱ्यो होइन कोदो त जम्मै लडाएछ थेत्तेरी कस्तो कालो खालको कोदो निम्बु है हाम्रो निम्बु हाम्रो यो बारी हाम्रो होला यो माथाको हाम्रै हो बारी होइन हामी कहाँ घाँसहरू कहाँ होला है बुनि त घाँस कहाँ काट्न घाँस काट्न घाँसै नास है अनि यो हाम्रो शीतला डाँडा त अल्छी लाग्छ हौ यस्तै बारीतिर काट्नुपर्छ घाँसहरू त ए उयो बारीमा छ नि चौरीबारीमा
जाम्न एकपटक मुख सुन्तला हामीले पहिले हामीले मलाई थाहा छ यो हामीले नि रोप्या सुन्तला आतासँग यो यो यसमा मकै बारी थियो नि यहाँ मकै बारी अनि पानी परिरहेको थियो कि अनि हाम्रो चाहिँ माउलोबाट यस्तो त्यो मकैको बिरुवाले यस्तो मकै बिरुवै भनेछु यो क्या सुन्तलाको बिरुवा ल्याएको थियो अनि सुन्तलाको बिरुवा ल्याएको बेलामा आप्पाले खन्ने मलाई चाहिँ म र तिर्सना भएर चाहिँ रोप्थ्यौँ कि खै के गर्नु पहिले हो त्यो अहिले सुन्तला यत्रो भइसक्यो कुन जमानाको हाम्रो गाउँमा चाहिँ यस्तो सुन्दर भ्यूहरू देख्न पाउँछ है लो कतितिर घाँस रहेछ है तिमीहरूको त पहिले यो त खासमा थाहा छ यो त खासमा यो हामी जुन बाटो हिँडेको छ नि यो खासमा रोड हो नि मान्छे यहाँ गाडी चलाएर हिँड्दैन रोड खनेको यहाँ पुरै घाँस चाहिँ एउटा हिँड्ने बाटो यति छ होइन अनि रोड पुरा रोड हामी पहिले यतातिर पाहाडतिर घाँस काट्थ्यौँ सानो थियौँ यहाँ मानि त यहाँ माथि पनि लारी रहेछ यहाँ हाम्रो केराहरू थियो यहाँ माथि सबै हराएछ त हाम्रो यो बारीहरूमा पुरै रोड कति खानु फलेको केरा होइन ऊ त्योपट्टि पनि केरा फलिरहेको रहेछ ऊ यहाँ माथि राम्रो हिँडेर होइन तैँले जुम हटाइदिस् के पुनि यतिको मैले हटाइदिउँ हाम्रो टाढा चाहिँ होइन नजिकै हो हेरी हरियाली छ अब यो चाहिँ हाम्रो पुछार घर हो कि हाम्रो चाहिँ यो पुछार घर हो अनि हाम्रो चाहिँ अलिक माथि छ हाम्रो चाहिँ अलिक पुछारमा छौँ अनि आज के अरे बुढी आज नमी के हो भन्छ हौ हाम्रो चाहिँ आज अनि सब आज चाहिँ सुँगुरहरू काटेर होइन राईहरूको त प्रत्येक घरमा के अब अरूको चाहिँ थाहा छैन प्रायः जस्तो राईहरूले चाहिँ प्रत्येक घरमा चाहिँ सुँगुर ढाल्छ क्या छ्याक्छी सुँगुरको काटेर हामीले चाहिँ नि पाहुनाहरूलाई यसो पाहुनाहरू टारेर अनि फेरि मम्मी चाहिँ फेरि घाँस काट्नु जान्दिएकै थिएन कि हाम्रो मम्मी चाहिँ घाँस छैन भन्ने पनि पर्दैन भन्छ क्या मलाई चाहिँ फेरि मलाई धेरै बस्न असुविधा लाग्छ नि त अनि त्यही भएर यता देख्नु सक्छ यो पुछार घर हाम्रो चाहिँ होइन हरियाली यो उताको पारीपट्टिको चाहिँ होइन ल ऊ यो पारी यता चाहिँ हाम्रो माउलो होइन हाम्रो माउलो हो अनि यो चाहिँ हाम्रो यो चाहिँ के भन्छ बोडीहरू रोप्याएर छ क्या यतातिर चाहिँ उयो तलसम्म हाम्रो हो नि यो नन स्टप योदेखि ऊ त्यो तलको त्यो उयो हरियाली छ नि त्योदेखि माथि खण्डकोदेखि बढ्देखि होइन हाम्रो ऊ त्यो हरियो छ नि हो त्योदेखि मासेदेखि यता यो पुरै हाम्रो यो लाइन होइन यो लाइन उतापट्टिको उता पारीको पाखा यस्तै सर हाम्रो यो माथिसम्म यो माथि यो गल्ली मासतिर चाहिँ छैन अनि यो म घाँस काट्ने बुनु यता हेर त मेरो सोहाको भन्नु नि मेरो स्टाइल कहाँ काट्ने घाँस यहाँ हो मन कहाँ हुनुभयो मलाई त यतै त भनेर अनि म देखाउँछु तिमी कसरी घाँसहरू ऊ त्यहाँ तल रहेछ नि घाँस ऊ त्यहाँ तल रहेछ नि उता साइडमा है कहाँ रे उता साइडमा के त्यहाँ हामीले चाहिँ फेरि हामी दुईजना चाहिँ फेरि मम्मीको लुगा लाएर आएको हेर्नुहोस् कुरो पनि आइहाल्यो चाहिँ मम्मीको लुगा बोकेर आएको डोको चाहिँ मान्छे भएर ठुल्ठुलो बोकेर हिँडेको छ तल कहाँ तल बनाऊँ न हामीले चाहिँ यसलाई लादिनु हुन्छ यो चाहिँ बोडी हो ल अनि लाग्यो अब तल पनि पुछार घरमा पनि बोलाइरहेछ दाजुहरूले के भन्छ अब सबको घरमा जानुपर्छ कि कति पातलो त हाल्नु मम्मीले कति पातलो छरेको त यो बोडी चाहिँ है होइन मलाई त्यही पनि हात चल्दैन यता साइडबाट काट्नुपर्छ फर्केर उता फर्केर मैले हात काट्नै जान्दिनँ म त घाँस होइन हेर कुरोहरू दामी छ क्या यहाँ त घाँस कति रहेछ हौ तर घाँसको दुःखै छैन कि काट्नेको यहाँ काट्ने मान्छेको मात्रै दुःख हो कि घाँसको कमी छैन काट्नेको कमी छ काट्ने मान्छेको चाहिँ कमी एकदमै धेरै हो कि यहाँ घाँस फेरि डोको चाहिँ कत्रो हो क्या मैले काटेको घाँस यति भयो बहिनीले यति बनायो ऊ माथि काट्दैछ हाई यो चाहिँ खासमा के यो होइन यसले भने त मैले प्रायः काम गराएको छु होइन यसले त खासै काम गराएको छैन क्या कहिले नि अब घाँसहरू काट्ने पनि थाहा छैन मलाई
धन्नाले घाम लागेको छैन कि न त मर्छु होला म त मर्ने घामले भारी पनि पुग्दैन भारी पुगिहाल्यो नि जस्तो लाग्छ हरिहरि कस्तो देखिरहेको मलाई कस्तो देखिहाल्यो मलाई मैले यसो फर्केर क्यामेरा टिपेर यसको चाहिँ गर्मी चिलायो के चिलायो बर भन्नु आउँदैन मलाई या अब उयो तल जाने कि नजाने अल्छी लागिरहेको छ मलाई जाऊँ न यहाँ मुख धोएर हालौँ तल गएर फेरि निस्किन मलाई झ्याउ लाग्छ भक्क तलतिर घाँस काट्नु जाने भने भक्क लाग्ने कि बन्द गरेर हेर्छु म होइन हेर्छु कस्तो ओयो हेर्छस् त्यो मच्छरले खाएर हेर्ने चप्पल कति घाँस यति लाने विचार गरेँ मैले सकेन यसले पनि अब यति लाने घाम लाग्यो कि यस्तो चोरो घाम लागिरहेछ कस्तो बत 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 पोल्यो हात हेर्न हात पुरै कोर्सी पुरै हात पुरै के भन्छ खुर्क्यो के त्यसका बाजे खुर्क्यो भन्दा आउँदो रहेछ के भन्ने खरहरूले यो घाँसहरूले काटेको हात छिर्बी हात काट्यो कस्तो कुरो यहाँ पनि हात कति यस्तो भएको छ यो पनि मैले ग्लोभ्स लगाएको हो ग्लोभ्स लाग्यो ग्लोभ्स फोरेछ क्या त्यही हो क्या यस्तो हात भएको हजुर हाम्रो आपाले नि गएर घाँसमा काटेर घाममा यस्तो घाम लागेछ नि कहाँ काटिदिन्छ त मम्मीले काट्नै दिएको थिएन घाँस आज पहिले चाहिँ हामी धेरै खेल्थ्यौँ होइन सानो हुँदा अनि पहिले अनि मम्मीले चाहिँ घाँस काट्नु जाऊ पर भनेर खेल्नु भन्दा भन्थ्यो अहिले त अब मम्मीहरू भन्दा पनि धेरै टाढा छौँ त अनि मम्मीहरू भन्दा धेरै टाढा भएर होला अहिले चाहिँ कामहरू केही गर्नु पनि दिँदैन कि कामहरू पर्दैन म आफै गर्छु भन्छ फेरि पहिला हामी सानो केटाकेटी हुँदाखेरि चाहिँ बस्तुहरू थिएन कि बस्तुहरू पाल्दैन थियो अहिले चाहिँ फेरि अहिले कति छ अरे पनि बस्तु हाम्रो त्यहाँ गोरु 2टा थियो भैँसी 2टा अहिले पनि त्यो पनि माउ भैँसी ए अहिले त मैले भने धेरै काटिसकेँ घाँस गुड जब काट्नुपर्छ फेरि म त अब फेरि 2 दिनको लागि त आज फर्किहाल्नुपर्छ भैँसी हावा लाग्नुपर्छ के शीतल हावा कस्तो स्वच्छ हावा पाउँछ क्या हाम्रो गाउँमा अरे के सबै गाउँमा आउँछ राम्रो हावा काट टिप्पा त गीत गाउँ बनाउँदै कोठा लाँदो रहेछ त रेडियो बजाएर जाँदो रहेछ टिप्पा त